माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, अब प्रश्न त टिप्न नै भ्याइएन, नाम पनि लेख्न भ्याइएन कति त, तर मलाई यादै छ लगभग। अब सबैभन्दा धेरै प्रश्न सबभन्दा पहिला यो सडक हामीले बुझाएको सडक किन परेन, यो ठाउँको सडक किन परेन, यो ठाउँको सडक किन परेन भन्ने क्वेसन धेरै आयो। हामीले 2048 सालपछि कस्तो प्र्याक्टिस गऱ्यौँ भने सांसदहरू ल्याउने, बजेट दिने एउटा आफ्नो फ्रेममा, अनि त्यो बजेटमा बजेट पारिदिनु पर्ने त्यस्तो खालको परिपाटी डेभलप गऱ्यौँ। तर हामीले चाहिँ अहिले हामी 3 तहको सरकार छ, एकदमै अधिकार सम्पन्न सरकारहरू छ, प्रदेश पनि स्थानीय पनि। र केन्द्र सरकारले के गर्ने, प्रदेशले के गर्ने र स्थानीयले के गर्ने भनेर क्लियरली संविधानले स्पष्ट रूपमा 3टा डाइरेक्सन कोड दिएको छ। र हामीले अहिले जुन पालिका केन्द्र, वडा केन्द्र भनिरहेको छौँ, त्यो पनि वडाको स्वीकृति बिना हामीले गर्न मिल्दैन। उहाँहरूको क्षमता कमी हुनसक्छ दुर्गममा भनेर मलाई लाग्छ। सुगम दुर्गमको कुरा आउँदा दुर्गममा हरेक वडामा, मतलब मलाई लाग्छ अन एन एभरेज एउटा जिल्लामा अथवा एउटा निर्वाचन क्षेत्रमा 50 आरआरईको वडाहरू होला, 6-7वटा पालिकाहरू होला। अटोमेटिकली त्यहाँसम्म त बजेट आइसक्यो नि त। मापदण्ड भनेको त्यो हो। यसले चाहिँ विकासलाई ड्राइभ गर्छ भनेको। हिजोको केसमा यो भद्रगोल कसरी भयो? 1 लाख किलोमिटर सडक पिच छैन र हामीले त्यति सडक पिच गर्न 100 वर्ष लाग्छ। हजुरहरूले दिएको माग, संसदहरूले यसै गरी माग दिने, त्यसपछि माग सम्बोधन भएन भनेर भन्न त्यसरी देश अगाडि बढ्दैन। ल, उदाहरणको लागि हामीले अहिले जस्तो सडक विभागले जिल्ला सदरमुकामसम्मको सडक बनाउँछ, राजमार्ग बनाउँछ। अहिले हामीले स्थानीय पूर्वाधार विभागले वडा पालिका केन्द्र र वडा केन्द्रसम्मको सडक बनाउँछ। हामीले 30 वर्षदेखि यही प्र्याक्टिस यो बाहेक सबै स्थानीय तह प्रदेशलाई दिएको भए, अथवा त्यति बेलाको तत्कालीन अञ्चल अथवा त्यति बेलाको स्थानीय तहलाई दिएको भए, आज सबै वडा केन्द्रहरूमा बजेट बाटो भइसक्थ्यो। 2 लेनको एकदम राम्रो, त्यही वरिपरि आसपासमा चाहिँ इकोनोमिक एक्टिभिटीहरू भइसक्थ्यो। र एउटा फर्मेट हुन्छ, राज्यको प्राथमिकीकरण हुन्छ। एउटा हामीले चाहिँ यसरी हपाटले माग आयो हालिदियो, माग आयो हालिदियो, त्यसरी चाहिँ बन्दैन। देश पनि बन्दैन, विकास पनि हुँदैन, र हामी फेरि पनि फेल हुन्छौँ। त्यो डाइरेक्सनमा हामीलाई जानु नै छैन। हाम्रो स्पष्ट रूपमा हामीले मैले अघि भनिसकेँ, हामीले शीर्षकहरू निर्धारण गरेको छौँ। त्यो शीर्षकलाई मेनिपुलेट गर्ने पक्षमा हामी छैनौँ। र हामीले स्पष्ट रूपमा शीर्षक अनुरूप बसेरै हामीले बजेट विनियोजन गर्छौँ। त्यसमा हाम्रो पालिका केन्द्र र वडा केन्द्रसम्मको सडक परिसकेपछि मलाई लाग्छ सुगम दुर्गम सबै भेगलाई चाहिँ त्यसले एड्रेस गर्नुपर्छ। किनभने अटोमेटिक अहिलेकोले चाहिँ दुर्गममा अलिक बढी बजेट पारेको छ, अटोमेटिक नै। दुर्गममा बजेट छैन भन्दै हुनुहुन्थ्यो हाम्रो ऐनमहर हाम्रो मान्यज्यूले। जस्तै प्रकाश पाठक